मन्त्रीले नै यो मन्त्रालय राख्नुपर्छ, अरू त्यो काम नगर्ने अब युवा जोस नभएको मन्त्रीलाई यो विज्ञान मन्त्रालय राखिदियो भने यो चाहिँ काम गर्दैन भनेर मैले भनेकै छु, प्रष्टसँग भनेको छु। त्यसैले म चाहिँ मन्त्री हुनलाई यो मन्त्रालय मैले मागेको होइन। अब मैले मागिहालेँ, अघि सकेसम्म अर्को मन्त्री खोज्न लगाएकै हो, नभएपछि आफैले पासो परियो। यहाँ पासोमा परियो होइन, अब के गर्ने, पासोमा परे पनि अब ठिकै छ। एउटा राष्ट्रलाई हेरेर, मातृभूमिलाई हेरेर चाहिँ मैले चाहिँ यो मन्त्रालय चाहिँ जसरी हुन्छ मेरो दिमागले भ्याएसम्म अब सकेसम्म चाहिँ राम्रो गर्ने हो। कुनै कहिले कहिले के हुन्छ भने राम्रो गर्छु भन्दै पनि कुनै चिज बिग्रिएको हुनसक्छ, बिग्रिन्छ पनि, अनि बिग्रियो भने त्यसबाट फेरि पाठ सिकेर अगाडि बढ्ने हो। र मैले युवाहरूलाई बारम्बार भनिरहेको कुरा के छ भने कुनै काम गर्नको लागि नडराऊ, काम गरिहाल, बिग्रियो भने त्यसबाट सुधार पाठ सिक भन्ने कुरा हो। मैले पनि जिन्दगीमा गर्ने नै यही हो। अब त्यो के अरे वीरगञ्जको कृषि औजार कारखानालाई चाहिँ यो विज्ञान प्रविधि मन्त्रालयले पैसा छुट्याउन सक्दैन, पैसा छुट्याउन त पाइँदैन। अब त्यसको लागि त चलाउनको लागि त किताब त नबेचिकन सुखै छैन। अब किताब चाहिँ कसरी बेच्ने भन्ने चाहिँ यहाँ आइडिया निकाल्नुपर्छ होइन। अहिले अब मन्त्री भइसकेपछि अब हिजो अस्ति जस्तो बाटोमा शनिबारको छुट्टीको दिन बेच्न त नपाइएला, तर कुनै एउटा निश्चित एउटा के हुन्छ आइडिया निकालेर किताब नबेचिकन त त्यो कारखाना चल्ने होलै छैन, हगि त्यो चाहिँ अथवा कुनैलाई कुनै उपाय, साथीहरूलाई भन्छु उपाय निकाल, कसरी बेच्ने, किताब चाहिँ बेच्न नछोड भन्ने कुरा चाहिँ हुन्छ। म पनि त्यो किताब बेच्ने काममा प्रत्यक्ष रूपमा अथवा अप्रत्यक्ष रूपमा म हुनैपर्छ। अब भोलि भविष्यमा अब उद्योग मन्त्रालयले त्यो चाहिँ कारखाना ल भयो तपाईँले दुःख पायो हामी लिन्छु भनेर भन्यो भने होइन, ठिकै छ, त्यो किताब नबेचौँला। तर जबसम्म सरकारले त्यो उद्योग मन्त्रालयले त्यो कारखाना चलाउनको लागि तयारी भएर आउँदैन तबसम्म त मैले आफूले गरेको काम त छोड्नु हुँदैन र कुनै न कुनै उपाय निकालौँला। केही हुँदैन, त्यो केही हुँदैन। पहिलो कुरा धेरैलाई थाहा नभएको कुरा के हुनसक्छ भने महावीर पुनको आविष्कार केन्द्र भन्छन्, यो आविष्कार केन्द्र मेरो होइन। म अघिल्लो पटक चाहिँ मन्त्री हुँदाखेरि मन्त्री हुने भयो भनेर उहाँ ताप्लेजुङबाट यहाँ आउँदाखेरि मैले चाहिँ मन्त्री हुनेको 2 दिन अगाडि राजीनामा दिएको हो अध्यक्षको पदबाट। म औपचारिक रूपमा राष्ट्रिय आविष्कार केन्द्रमा त्यति बेला छैन। त्यति बेला बोर्ड मेम्बरहरूमा हाम्रो डाक्टर डम्बर नेपाली भन्ने हुनुहुन्छ, उहाँलाई चाहिँ अध्यक्ष बनाएको छ, अरू बोर्ड मेम्बरहरू हुनुहुन्छ। र मैले चाहिँ त्यति बेला पनि के भनेको